यो रुममाङ भ्लगलाई उल्लु बनाउने मान्छे यो हो नि त बुक भनेको पढ्ने मान्छेको त्यस्तै होइन अब हामी पढ्ने राइडर केटी 1 2 3 ओ हाई भन्दै न मेरो योमा भिडियोमा त नि धोकेबाज हौ तिमी भने जस्तै आम्मामा हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल अगेन स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा अनि आज चाहिँ हामी मिस्टर कोसी हेर्नु जान आँटेको धरानमा चाहिँ मिस्टर कोसी आजदेखि सुरु भयो आज र भोलि हुन्छ सो अब अहिले चाहिँ मलाई रुपेश लिन आउँदैछ अनि म आएपछि म निस्किन्छु अनि देखाउँछु तपाईहरुलाई पनि सो लेट्स गो यस्तो धोकेबाजहरु छ आधी बाटो आएर के मतलब भयो यो म आधी बाटो हिँडेर त नि धोकेबाज हौ तिमी भने जस्तै आम्मामा म घरदेखि आधी बाटो हिँडेर आइसके ठुलमामीले मलाई 2 चोटि फोन गरिसक्नु भएको चोकमा बसिरहनु भएको छ अरे त्यो तिमीहरूको घरको उयोमा ओ हाई भन्दै न मेरो योमा भिडियोमा हाई हेलो के नगर्नु राइडर केटी 1 2 3 उहाँलाई त हेलमेट पनि चाहिँदैन के आज र भोलि हो किधर जाऊँ न बसन्तपुर त्यहाँ गएर बेलुका आउनुपर्छ 14 गते एक्जाम यो मान्छेको के धेरै एक्जाम हुन्छ पढ्ने मान्छेको त्यस्तै होइन अब हामी पढ्ने ज्यादा भएर मिलिटरी ट्रेनर स्कुल आउनु अप्ठ्यारो लाग्यो रे गगल देखाउँछ बिला देखाउने साथी तिमी त्यो एउटा कराउने मान्छे 3 नम्बरको दान पेत्रै हो यहाँ गर्ने हो भ्लग गर्ने हो खाने हो ब्लग सुरुको फेरि एउटा तिमीले मेरो सब्स्क्राइब गरेको छैनौ मैले याद गरिरहेछु याद त मैले गरिरहेछु ल म गरिदिन्छु हैन बिर्सन त कति काम हुन्छ के फुर्सद हुँदैन यो मान्छेलाई यो सानो मान्छेलाई चाहिँ छिटो दिनु है हो त्यो हो अब मुखमा हेर्नु भने लाड्छ कि हार्दैन गरिदिनु पर्छ भिडियो अम्मा पानी दे भनेको पानी बग्यो नि त नि यहाँ ए फुटेछ नि त यहाँ हाल त हाम्रो यहाँ अङ्कलले चाहिँ मिठो पानीपुरी बनाउनुहुन्छ है दुलो नपरेको दिनु नि यार पानी त दुलो नपरेको आलु कसरी छिलाउनु त्यस्तो आउँदा त पानी नै भएन जिम गर्दा पानी कसले बाँध्छ त्यो भाइहरूले
माथिबाट पनि मुनिबाट बोलेर माथिबाट बोलेको मुनिबाट त्यो साइजको भएर दिएको के खाएर आज चाहिँ हामी फेरि मिस्टर कोसी बडी बिल्डिङ च्याम्पियन हेर्न फेरि आज जाँदैछौँ। आज त सेकेन्ड डे हो। हिजो चाहिँ सेमी फाइनल थियो, आज चाहिँ फाइनल हो। अनि दिदी र म जाँदैछौँ। रातो कपालवाली र कालो कपालवाली। तेरो कपाल त आमा म उपर देखिँदो रहेछ नि त, रातो देखिँदो रहेछ। यो रुङमाङ भ्लगलाई उल्लु बनाउने मान्छे हो। नम्बर 5 अगाडि आएर 6 प्लेसमा हुनुहुन्छ उहाँ। फाइभ प्लेसमा मोहम्मद आलम। फाइभ प्लेसमा हुनुहुन्छ ट्याग नम्बर 7 का विजय मगर एरिना फिटनेस केराबारी।
नम्बर 3 नम्बर हेरौँ के हुन्छ दाइ देखाइदिनु न फेरि एकचोटि हेलो हेलो दिदी थ्याङ्क यू हेलो यहाँ के छ पसन्द भइरहेको गर्नु न पसन्द भइरहेको सन अब लेट्स पार्टी कहाँ जाने मासतिर मासतिर जाने होइन भात खान सो अहिले चाहिँ म मिस्टर कोसी हेरेर घर जाँदैछु फर्किँदैछु घर अनि आजको लागि भिडियो चाहिँ यति नै हुन्छ अनि अर्को नेक्स्ट भिडियोमा फेरि पनि नयाँ भिडियो लिएर आउनेछु सो थ्याङ्क यू फर वाचिङ टिल देन बाई बाई